हिजो तपाईँको महाभारत एक्सपेरिमेन्ट गजलला हौ पहिचान चाहिँ त्यो संहितालाई दिथे भिडियोहरू बात गर्नु र त्यसले कक्षा बहुत छाडे नेवारसँग जब तक थल अधिकार चाहिँ सचेत थियो उसले तक आन्दोलन ल्याएको पास ढक्ले नामालाई चेतना यदि चेतना त भाषा नेवारसँग यहाँ फेर हुँदै छाडे धेरै इतिहास भाषा नेपालको विभिन्न राज्य समूहले विभाजित गरेको भुलेन ढक्ले समृद्धि दो राज्यले नेवार तत्कालीन नेपाल नम्बर भेट्छ नेपाल भेट्छ ढक्ले चाहिँ चल्यो बोलीले झिउ पूर्व चाहिँ मगरा भाव देश हो अरे झिउ पश्चिमे मगरा भाव देश हो पूर्व किरात देश हो तर किरात स्वयं छिटबन्या मगरा स्वयं छिटबन्या झिउ ठनयो समृद्धि तुलनाएन स्वयं भाषा विश्व समकालीन अवस्था यूरोप अमेरिका बा नेनो देश उत्तर में तो न्यानो का उसमें कम रूप से इतिहास भी कैसे मूल्यांकन जिसो ठोसियो चित्त को देगा देखमाल भाषा छपुल लो देखमाल भाषा विदेशी सहयोग बनाने सकिए तो नेपाली स्थिति हटो 50% को विदेशी सहयोग को ये पकाएगा संस्कृति या तब पशुपति जो पैरों में भव्य मंदिर देखती स्वयंभू देखती सुले सुबह पशुपति मंदिर बा झिउ स्वयंभू बा झिउ ठंडे लाख को स्वयं भाषा थालसो आइफेल टावर देखती बा अमेरिका स्वतंत्रता संग्राम की बात देखती इतनी स्वयं कम हो तब न जिन्नेवार का हो तो यहाँ फिर वो समृद्धि ठोस समाप्त हो तत्कालीन तिब्बत को तत्कालीन मुगलान भारत का मुगल साम्राज्य मिले वो मुगल साम्राज्य समृद्धि जो न नेपाल में व्यापारी अरे तिब्बत समृद्ध जो इन नेपाल में व्यापारी बाद तिब्बत को मुगलानी ब्रिटिश हो गए व्यापारी नाका जुया विभिन्न जातो एनर्जी देश से समृद्ध गर्नु तर वो समृद्धि के मरे सम्पूर्ण नेपालको मुरुमको नेवारले दक्षिण हौ हिरण्य अवस्था हो हिरा जसले व्यापारिक कम्युनिटी इन्टरप्रेन्योरशिप डुबी नेवार आदि हौ नेपालको अवस्था से भाषा वो अवस्था मरे ये देखने लगभग निसबु ने तका जाऊ क्षेत्र टावर वो टावर 80% में अपो टावर मालिक सुर का सोल लासा पर जुले इमसा तो वलिया यारले सरकारी बिहेन पनि चाहे व्यवस्थापिका सभा सहित बिहेन नै चाहे मन्त्रीमण्डल सहित बिहेन नै न्यायपालिका सहित बिहेन नै राज्य हरेक अङ्गले इम्रो चाहिँ पकड अले राज्य यो अङ्गै प्रकट जो कारणले नै आर्थिक रूपमा हरेक खासे वेतन यो चाहिँ हा दुनियाँमा स्टेट यो चाहिँ राज्य यो इम्रो चाहिँ तिब्बत बोले वेतन से एयाबाट इन्द्रेणी कम्प्लेक्स यो रासवसा अल्फाबिटा यो रासवसा न्यौपाने टावर सोचा कालिका टावर सोचा उलिसी व्यापारिक भवन त केन्द्र त बनेर तर छान्यवाद गर्नु आज सधैँ जुन बाजे यो पाले थटे दिया त अझ आज जुन पाले थटे दिया त हेउ बाहेक नेवारले समृद्धिको फस्या बने भन्न आशा त्यो तकले अत्यन्त सफल हो राज्य सत्तामा मल्लकाले भेषण निसमीकाले भेषण वो टाइम में नेवारको समृद्धि नेवारको भाति यद्यपि घचा धेला भाइजिन धेला यो नेलुवा भेषण धेरै उड्यो सुरुवात छन्वया चाहिँ चौवपी कयो समुदायका नेवार तर नेवार नक जाना नेवार नक सियोरी के चाहिँ जाइनो काल हैन कालान्तरमा जाति भाषा धर्म संस्कृति न समायोजन भ्या बा नेवारको कल्चर इन ग्राउन्ड हैन वेगन नेवार वो कारण
जुन कि नेवारको छ सभ्यता वा संस्कृति उद्याएको एकदमै थोरै आउँछ तर गोर्खा राज्य बिस्तारै दिपा सुखन धारले नेवारले त ठुली चाहिँ गमनियन हुन भुग्यो बारे चाहिँ नचिन्न पर्ने ढुङ्गजी इज्जत गरायो तर झिसन भिन्न आन्दोलन हेर्न वो आन्दोलन यो चाहिँ स्थिति सुजल धारले सुरुवातै झिसन साहित्यिक आन्दोलन हेर्न साहित्यिक आन्दोलन नेपाल विकास जुन भाषा आन्दोलन जुन आयो वो रुक्त न वो इन्हें लागि कसकै महत्त्वपूर्ण छ आलो यो चाहिँ के महत्त्वपूर्ण नि तर साहित्य छको चाहिँ झिस ठाउँ समृद्धि हासिल फिल्मको भाषा सकल धनन समृद्ध फिल्मको यसले भाषा साहित्य संस्कृति फुक्कै त चाहिँ नेतृत्व राज्य सत्ता जोड्ने राज्य सत्ता झिस चाहिँ क्याफेमा यो चाहिँ वाचाएका जो जाति भाषा धर्म संस्कृति जोगायो आन्दोलन नाप्न पर्यो राज्य सत्ता प्राप्तिको लागि ठाउँमा देवासवादको राज्य ममता सङ्घर्ष समिति पलिस्ता दुई ढुङ्गा वा गोसुया हो न नेवारदेखि नेपाल बन्धन अथे नेवार राष्ट्रिय आन्दोलन नेवारदेखि लगायत ठिठी सङ्घ संस्थाहरू अथवा चाहिँ लिपाङ्गुईले नेवारले डबु त्यो लागि जो नेतृत्वलाई संस्था गर्न यहाँ होला आछिस चाहिँ ठो वाचाएका राजनीतिक आन्दोलन सबल जागिए सचेतो नेवार राज्य ममता सङ्घर्ष समिति चुनावमा र ठुक्यो मुन आएर नेवार राज्य प्राप्ति अब वहिले कि वही हो ठुक्यो बारे छटा युद्ध खाँदै न त विजय क्षेत्र जुन फेदिल निगत युवे खाँदा छौदै समिति डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा पनि संवैधानिक राजनीतिक संवाद र सहमति समितिका अन्त्य मूल नेता तयार गहना हामीले गहना सहमति दिएको अब जो सहमति स्वामित्व मुक्त गर्ने हे विषयले सहमत हुनुभयो वो सहमत हुनुले जसले नपाउनुलाई प्रचण्ड जिन्दवान दिल वेदमा नापजीको सम्पूर्ण सहमतिमा स्वामित्व ग्रहण यामा क्षेत्र वेदमा नमानिदिल गुगु प्रकार विषयले चाहिँ विवाद राज्य पुनर्संरचना समिति यावत स्वीकार यावत दक्षिण चाहिँ आम समिति अथवा चाहिँ उपसमिति जो स्वीकार या भएको तर राजनीतिक दलले जो सहमति त चाहिँ स्वीकार नया भएको थियो अथवा चाहिँ अनतिपाले माधव नेपालजी नवान्जिल एमालेमा वरिष्ठ नेता छ अब वेतन छुट्याइदिनु लाग्छ हिजो 2063 सालको आन्दोलन है संहिता एजेन्डा हो कलिपाको याद विभिन्न आन्दोलन ल मधेस आन्दोलन जनजाति आन्दोलन छ आन्दोलन हो आन्दोलन छ सम्प्रदायगत आन्दोलन जुन कार्यान्वयन छ ल राज्य झुकेरिया चाहिँ यहाँ हो नेपाल फेर देशकै संहिता चाहिँ जुटी मैले हेर्न छु कतै आ त्वचाएर अवस्था गयो एनले हिजो चाहिँ वो शक्ति सन्तुलन नापाउ संविधान सभा स्थापित जो था वो शक्ति सन्तुलन में परिवर्तन किया वो शक्ति सन्तुलन में वो अवस्था बुलाउँदै सहमति कतै मानेमा हेर्न पर्यो अलाको वो शक्ति सन्तुलन कथा चाहिँ हिजो चाहिँ सहमति गर्न पुनर्विचार या गाउँ एकला नवान अन लगतै चाहिँ उपेन्द्र यादव चिन्हवान दिउ था उपेन्द्र यादव चाहिँ लाग्छ माधव नेपालको विचारयन गर्दा नेपाली संहिता मानव यो अर्थ लगाइन्छ झिमसा मधेस आन्दोलन ठो कार्यान्वयन लागि नेपाली राजनीतिक नेता त्यसमा दूरदर्शिता प्रकट हुन भयो एजिया आफ्नो झिमसाले समेत या ढगादी ज्याजु लाग्छ यो तहले मधेस आन्दोलन या चाहिँ बाध्य दुई वो सामने एउटा चुनौती चाहिँ जित्या एउटा च्यालेन्ज चाहिँ यानी ल अरे चाहिँ दिपा अशोक राईसिन पहिचान सहितको संहिता यो लागि गैर ढालमा विषयले र चाहिँ पहिचान सहितको संहिता बोल्न लाग्छ जिम्मे चाहिँ ह्याउ किसिमको सङ्घर्ष या त तयार हो गर्न नवानिल चुक्न सुखन्नु हामीले हिजो चाहिँ सहमति न आ धरावे लागेको अवस्था एमाले नेपाली कांग्रेस नेकपा माले राष्ट्रिय प्रजातन्त्र पार्टी 6औं पार्टी चाहिँ भित्यै बहुमत भूमिका गरे
वैकल्पिक संशोधनको सुरु ध्यानले निगमको पनि सहमति न एक स्तर पुगया आ संविधान जारी आ रिकिसमा चाहिँ वैकल्पिक हर्षण गएको एलिया नेवा राज्य मैले कि म वैकल्पिक छौ चाहिँ संघाई विषय अझ आयु शक्ति सन्तुलन स्थिति स्वयं खासा झिस गाडीका साथ गाउँ नेवा राज्य चाहिँ आ वैकल्पिक अवस्था मोड एलिया आ झिस ढु ढङ्ग नेवा राज्य हेउ लागि हेउ किसिमको छ सशक्त जनआन्दोलन या जरुरी ढु आन्दोलन बले आयो सत्ता धाइतो त झुकेन ढु सम्झौता या फेक वो ढु सम्झौता या के लागि जे झाउने पत्ता छ जेस फोटा दिया ये नेवा राज्य मम्मी लासा तो देशे नीचे तो देशे ढु क्रान्ति जी संविधान सभा घेराउ त को संविधान सभा कब्जा या खेती में त हाल्न तयार नेवा त झावन लासा आज संविधान गयो वो चाहिँ नेवा राज्य सहित संविधान गयो तर वो हेउ लागि छितयाको कि मोडो आन्दोलन याद त ध्यान नमुझ्यो आन्दोलन याद शक्तिमा संगठनमा झिस छुछौ जुलुस निकाल लासा निस स्पर्श त दुया दुनिया छ आ दुनिया चाहिँ झिस पनि सांस्कृतिक जानो यो विभिन्न लाखौं नेवा चाहिँ पानी अझै छपाती चाहिँ अकेजनली छौ या भन्दा छ नेवा त नहुनु तर यहाँ चाहिँ आन्दोलनको लागि चाहिँ छुट्टै याद अधिकारको लागि छुट्टै याद हामीले चाहिँ नेवा त विद्यालय छ जिस नेवासबाट राज्य रङ्गशाला गुजिन बस्दै नभए वो दिन चाहिँ लाखौं नेवा त बोल्ने उली नेवा त आ चाहिँ संविधान सभा घेराउ यादको बोल्दा छ कन्फर्म नेवा राज्य घोषणा यसो कारण आज पातबाट चाहिँ जानेर यहाँ जिस नेवा चाहिँ शक्तिशाली शक्तिको ठाउँ जिस झने फेमा महाभारत चाहिँ जसले पनि कृष्ण हमसँग पात्रले ठाउँ पक्ष बिजेन के सूर्यास्त त अन्त्य या है मलाई सचिने चाहिँ अन्त्य होइन शक्ति निर्माण नहीं तर आन्दोलन अट्टै छोटो मानवीय जीवन सुन कृष्ण भगवान ख्याति मनाउँदै वचन काल्पनिक भएको छ त्यसले झिसो झिउ लागि चाहिँ अधिकारका पास शक्तिय निर्माण यामा नेवासबाट राज्य मौका संघर्ष समिति पातबाट झिउ समिति निर्माण या छेछे हुना जागरण फैल्या झुक्यु लागि तयार हुने नेवा ठहरल भाषण प्रति सबै झिउ अधिकार क्याफेले चाहिँ दादा अले आठौं संहिताको बारे दुबै भ्रमणमा बोलाउनको अवस्था जे नेवा पास्किसन गयो पास्किसन चाहिँ नेवा राज्य भाषालाई नेवा बिजनेस खटाउँछ गुलिसा चाहिँ गुलिसा खर्च जे पालन गर्ने सुनो अवस्था को पालन पनि के दै मुक्तला के समस्या वही उठाला अरे बिने को भाषा छोटो ढाला जे चाहिँ चिठी जिल्ला 30-40 वटा जिल्ला पर 2-3 महीने भ्रमण गर्नु टाइमले बिना हाल भयो छ मानसिक आतंक भाषा यदि नेवा राज्य बोल भाषा जिम्दाना जिम्मा जिम्मुनेले जिम्दा दिन आइने भेट्या जिम्साउने जे चाहिँ धरान होला अले वो टाइम में नेवा सुरुंगा झापा सुरुंगा नेवा 5 मिनट नाप्न नदी धरान ठाउँले अन्त नेवाले सोचे भेटघाट कार्यक्रम होटेल एम्बेसडर छौ तपु हले अले 5 मिनट 63 विषय नेवा त मुनि छाडे धरान नगरपालिका दोस्रो शक्ति नेवा लगभग 26,000 टाइपको पुछ 24,000 नेवा अले गाइयो नेवा मिले दिसाक्यो नेर पमे फुके kai अवस्था यसले नेवा त सोचे शक्तिशाली शक्ति न त धराने वो ल्याएको चाहिँ कछका नाप्लामा हेउमा छ जीवना अन्ते 10-12 जनाले नेवा त हो अले छाय नेवा त हो त्यसै अनि 10-12 जनाको 5 दिनको सहलले सुधार भाषा संहिता पक्षधर संहिता पक्षधर जो काम हैन फल्ला चाहिँ नेवा त बिजनेस एन्ड फिलोसफी हासिल जो थाहा छ तर नेवा त दक्षिण पित्रा सर्किट क्या यसले त संहिता पक्षधर त नबते नाप्या मजु गाते पास्नी हो अले दिने 2 घण्टा के पास जो छ 8 बजे की चाहिँ चलो 2 घण्टा खला गएको छ या ठटे कसले जिउ काम गर्दै हो अले कान प्रदेश को चुनिउ गर्दै पले पनि न भर खचा खच रेख लगभग 20 नेवा
अलि जीवन चाहिँ ठुलो या थपथपे फ या मलाई जसले झपल सुधा छ काठमाडौँ भ्याली बाटे सोनीको पिने पनि के नेवार त चाहिँ उन बित्न आइदियो भावना सोनीकोले पनि जिम्मे व्यापार बिजनेस खत्म थी लजरा खत्म थी तो नित्य चीज चाहिँ वास्तव गलत छ आज हिजो धेरै सुधार है नेवार राज्य वो ऐसा कि हम नेवार में अपने शासक राजकीय सत्ता मुंह भूमिका तर हम जो भी मिने भी जाति का फुक्का ठना पिटना थे भेला मोर वो सुनाना भाव मोर वर्षों छुट्टी भाव है गुप्ता ने किरात काज थी किरात का हम परास्त भी होगा चासल ने परास्त भी नहीं भी प्याना बने पास और बैठल नहीं सोनी का होता है नेपाल भाषा बाह्य नेपाल नहीं बने पा किराती सब दो है बाह्य अरे तुम सब बने पाए तो ना करने का किस्ता का शासन या थे उन्होंने इनका परास्त या वो ने ताम खुशी रुट खुशी का ना जिसकी वंश सुरा देना तर वो जिसकी था धक्के की जवाब दिया होती रात में सुने नहीं की जवाब उसके मॉडर्न कम्युनिटी बोल रहा बावरा आचार्य किराती का ना मॉडर्न कम्युनिटी ने जिसकी लगभग 800 वर्ष शासन याद की मॉडर्न कम्युनिटी है नहीं अनन्य नागद देवनी पाइने श्रेष्ठ कम्युनिटीले काव्याज हुँदै अथवा त्यो मल्ल त प्रधान कम्युनिटीले काव्याज हुँदै नियम खयो त्यहाँ चाहिँ स्वयंले हिगो वस्तु चाहे किरातीमा चाहे भोपाल मुनिसिपीमा चाहे महिषपालजीमा थुकै नेवारले हुने विलयीकरण थियो क्यानाडा यसको फसल क्युबेक भाग एउटै सो जाति 20% का क्यूबेक वस्तु बोला तब फ्रेंच का उन्हें अचल ढूंढा वो फ्रेंच जैसा था ना क्यूबेक की रूपे थे और ये क्यूबेक की तरफ को जाना था ना क्यूबेक की तरफ आज भी क्यूबेक बहुत आगे वो तो क्या अनुसारी नवाई में था ना मूल आदिवासी थे क्यूबेक बहुत है फ्रेंच तो ना उनसे आदिवासी ना नहीं वह तो किसी वो भाषा है अरे जिल्लामा जाति भाषा धर्म संस्कृति धर्म यहाँ बोला कुनै न नेवारको संस्कृति नेवारको भाषा नेवारको सम्पूर्ण चिज गर्दैन यदि नेवारको जीवको फुलेको मल्ल त दिजु लिसक त दिजु छ दिपावली त यदि नेकी जीव जो रमायो मात्र खतो राज जी समृद्ध जीव जीव सभ्यता बल्लाकी बंगला भेट के थे आज अमेरिका त जीव चाहिँ नेवार भाषा अमेरिकी नेवार कम्युनिटी ने बनी सिक्किम में वो ना सिक्किम नेवार था अरे ना ऐसा वो अधिकार इनके नाम है तर मगो जिम्मे चाहिँ बर्मुया दिए जिम्मे क्षेत्रीय दिए बा जिम्मे ठाउँ को चाल तयार करने अल्लाह सर इनका अल्पसंख्यक अधिकार तयार बर्नु देशमा बर्नु देश जातीय जनसङ्ख्या बिना चाहिँ प्रतिनिधित्व यादे क्षेत्रीय देशमा यादे तर यदि नेवारबाट जीती मन्त्री भएको चाहिँ शिक्षा हत्तो किले बा 50 वर्ष किले चाहिँ उकिलाई छ ता हो कि सक्नु चाहिँ नेवारलाई सुन्न दिनु जो सभ्यता गण जो चाहिँ संस्कृति गण जो भाषा गण सम्पूर्ण चिज गर्ने हुने अवस्था होइन फटफट गरेको चाहिँ मनन जाना थुक्न जुन लाग्छ कतै चाहिँ नेवारले यो के दूसरा चाहिँ भेराइटी जो अझ अर्को भेराइटी गर्दै वो नेवार देशमा चाहिँ थप अझ समृद्ध होइन नेविकन सालका नेवारले फसो सक्दिनमा आत्मविश्वासमा तर छिस नेपाल देशको यो भाषा नभए खसान ढाउँ राज्य हुने चिक रस्यो होला खसान ढाउँ राज्य खस गर्यो ककेसियन पर्वत वस्तो तिमीको मूल भूमि खसिस्तान है छोकरे इरानी छोक प्रान्त था इरानी प्रान्त चाहिँ खसिस्तान हो अनि चाहिँ खस नदी भावना वो ककेसियन नदी वो भावना तो खुशी रहे खस नदी रहे वो खस नदी सभ्यता विकास की खस जाति अनि वो खस जाति चाहिँ अफगानिस्तान छोले बडा खसान प्रान्त आलो छिक्र पनि अफगानिस्तान हल्ला छ बडा खसान प्रान्त आलो अनि बोलो काश्मीर नेपाल हो नेपालले इन्छ खसान प्रान्त तर वो खस 900 वर्ष लगभग उसँग खस साम्राज्य स्थापना हुँदा बुढी गण्डकी तकले इन्छ शासन याद नेपालले 900 वर्ष
तर वो खस समुदाय बोलेछ हामीले वो खस समुदायलाई भनाउन भनाउन हामीले खस जाति ठाउँ समृद्धि के ठाउँ सभ्यतालाई बचाउनु तर दुनिया में चाहिँ वैदिक आर्य हमेशा बिहे चुनाव पाउन हिंदूकरण यो अभियान में होला वो हिंदूकरण यो अभियान में यानी वो भी वैदिक आर्य ठाउँ वो हिंदुस्तान प्रचलित ब्राह्मण क्षत्रिय वैश्य शूद्र देखौ वैदिक आर्य देवता संस्कृति का वो संस्कृति चुनाव भाव है नेवारले दक्षिण पक्ष भन्छ चाहिँ के प्रभावित ज्ञान तर मूलतः नेवार जाति चाहिँ समृद्ध जुटाउन नेवार जाति चाहिँ बनाउनु ये सब ब्राह्मण करण क्षत्रिय करण यहाँ का स्वभाव पासा वो चाहिँ तर खसले त के सुधर का फाउन्डेसन छ बर्मुजुला नि भाषा के इनसा चाहिँ यहाँ छिपा होला वो भी जनै छि साके इबिङ बन का फाउन्डेसन छिपी क्षत्रिय जुला शासन या त क्षत्रिय जुला अधिकार चाहिँ मलाई करिया मुस्ताङ या धार्छ भूमि पर्व विस्तार मर्व घटे पानी होला सेवा तर शासन या शासन क्षेत्रीय सूचीमा लाग्छ क्षेत्रीय शासन या अधिकार चाहिँ गादै विस्तार अफ टाइटल या विधले क्षेत्रीकरण तर वो घटे अरे हाते खस त्यसमा प्रतिरोध या भने सीधा चाहिँ चुनाव प्रतिरोध या वो प्रतिरोधी चाहिँ काछिने ठाउँ शुद्ध जुला भन्दा चाहिँ शुद्ध नै हामीले ठाउँ खस जातीय भन्दा आजुला पूरा चाहिँ वैदिक आर्यकरण किया ये न्याउ भन्दा है या जो संस्कृति खस और संस्कृति से यो पेट को न्या जिसा चाहिँ फुली बचा फुली था वो यहाँ नेवार चाहिँ चाहना या तासा इंडिया वो चाहिँ ब्राह्मण क्षत्रिय वैश्य शुद्ध लगाते हिंदू त्यहाँ प्रतिरोध या ठाउँ नेवार कल्चर नेवार संस्कृति नेवार भाषा बचाया नेवार त्यसमा आजको आन्दोलन नेतृत्व या भाषा आन्दोलन नेतृत्व चाहिँ खासै ठिकै पनि झिसा झिउ अधिकारका गुलिगुली साथ सुनै छन् हामीले पैसा सहित राज्य हामीले जातीय रूपमा चाहिँ छन् मेरो जाति पनि भएको छ चाहिँ यो पनि ठाउँ फैलाएको स्थिति न अहिले पैसा सहित राज्य चाहिँ पुरा छौ जातीय राज्य चाहिँ भेटिसको भ्रम हो ठुलो झिसा चिनारमा माथि जे बराबर हामीले होइन गति अमेरिका हुन सोल्दा छ अमेरिका चाहिँ ठाउँले आदिवासीले 3% हुने 97% युरोपियन त तर 97% युरोपियन छ अन्य राज्यको सृजना गुप्त दिएको हामीले आदिवासी जनजाति नाम ल्याए सृजना दियो गति लोभे ठाउँ छ आदिवासी जातिको लोभे ठाउँ आदिवासी जातिको नाम हो लोभा ठाउँ चाहिँ अन्य राज्य अहिले चाहिँ इलिनोइस हाउस अफ राज्य इलिनोइस इलिनी जातिको नाम हो इलिनी है आदिवासी आदम अहिले अलालामा ठाउँ जातिको नाम अलालामा राज्य अर्कांश ठाउँ छ जातिका अर्कांश स्थान रूप अहिले क्यान्सर हाउस छ जातिको क्यान्सर ठाउँ गएर अहिले चाहिँ वक्लाले होमल्यान्ड वक्ला होमल्यान्ड फुक्के सुखा पैसा सहित राज्य छ अमेरिका र पहिचान मोडु पनि राज्य हो 160 आदिवासी स्वायत्त क्षेत्र विशेष संरचना उनकी जातीय स्वायत्तता अहिले सम्बन्धित जातीय उनले नेतृत्व नै गर्छ हामीले जुन अमेरिका छ लोकतान्त्रिक देश ल्याएर अन्त उठा छ अहिले चाहिँ भारतले त झिसक ल्याटेस्ट भाषा अन्त चाहिँ तेलुगु भाषा दिनुहोस् अब चाहिँ आन्ध्र प्रदेश गर्दै मलाई तर आन्ध्र प्रदेश नाथे चुका छ भाषिक रूपमा बाहुल्यता तर आन्ध्र प्रदेश चाहिँ छौ भौगोलिक रूपमा त सृजना अनि पहिचान तर तेलङ्गाना आन्दोलन जुझो 60 वर्षदेखि बाद आयो भाषिक आधारको जुया मगा त जिम्मे जातीय पहिचानको माग जुयाए हाम्रो तेलुगु भाषाले चाहिँ मुख्य आधार रूपमा तेलङ्गाना सृजना चुकेत सदा गर्छु स्पष्ट विधाहरूले सम्बन्धित जाति बहुसङ्ख्या घुसा गोर्खा से चाहिँ भाषाको तयार मौजूद जातीय पहिचान माध्यममा भारत नगेर पाकिस्तानले जम्मा बेमुजको प्रान्त हुन्छ रक्षा बेमुजको प्रान्त मध्ये पन्जाब र चाहिँ पन्जाबी पहिचान
सिन्धनमा चाहिँ सिन्धी जातीय पहिचान बालुचिस्तानमा चाहिँ बालुची जातीय पहिचान बेङ्गु मध्ये टुङ्गु चाहिँ जातीय पहिचान छौटे नर्दन चेलिङका उत्तरी भूभाग र उत्तरी भूभाग चाहिँ चिचिरो जाति समुदायका विशेष संरचना निर्माण पाकिस्तान एकात्मक राज्य कसर चाइना या मंगोलिया तिब्बत अझै चाहिँ भुइँ जाति चाहिँ हिंसा हुने प्रदेशको बेलायत पछाडको क्यानाडाको पछाड स्कटिस जातिको पहिचाने नोभा स्कटिया भन्ने राज्य रहेको क्युबेकी पहिचान चाहिँ क्युबेकको गर्नु संसारले यहाँ देशको लाछन चाहे एकात्मक राज्यमा चाहे संघात्मक राज्य हरेक खासै चाहिँ जातीय पहिचान राज्य वा प्रदेश धेरै चलन हुन्छ आठौँ ढाल्ने छिटा छुटाइ ढाल्ने कति भाषा बहुमत निर्माण नि बहुसंख्यक प्रतिशतमा 50% अब 51% प्रतिशतमा नेवार राज्य थालेका अब नेवारलाई अल्पसंख्यक ल्याएर धेरै नेवार राज्य थाजी चुक्टाउन पर्यो आठै तल अब भाषामा छिसा जिन हान्छ धेरै नोभा स्कटिया भाउले हो क्यानाडियन प्रान्त भयो 28% अब चाहिँ स्कटिस ड्याम लगभग 62% सुलभ गैर स्कटिस तर अनेक स्कटिया क्युबेकका लगभग 30% अब क्युबेकी 70% नन क्युबेकी तर क्युबेकी यसको कारण चाहिँ बहुमत धेरै अब रुसिया त्यो भाषामा छ भने थकेसिया हाउस प्रान्त म जम्मा 10% म 12% त थपस खाउँदा रसियन त 80% भने रसियन तर वो प्रदेश उनीहरूलाई थकेसिया थकेसिया त तैँको अन्त अग्राधिकारमा दियो थपस जाति 12% रुसा 12% इमेसित चाहिँ अनि म चिफ मिनिस्टर गभर्नरले अनि अल्ताई हाउले जातिको जुन चाहिँ अल्तायर हाउले छ प्रान्त अब वो प्रान्तमा चाहिँ 24% अब चाहिँ सम्बन्धित जातीय बनाएर तर अग्राधिकार दिया अल्ताई चाहिँ झनै थयो प्रान्त 22वटा रिपब्लिक हुने भएको चाहिँ हाम्रो जातीय स्वायत्तता या संघीय राज्य निर्माण हामीले रुसले संसार यथार्थ दाजन बहुमतको अल्पमत युजना शास्त्र हो वो भूमि आदि भूमिस्वीय स्थापित गर्नु वो आदि भूमिस्वीय ऐतिहासिक गोल का उकिवे दिन साथै राज्य पुनर्संरचना दिनले एजुले का नेवार अल्पसंख्यक नेवार राज्य ढालेको फेरि चाहिँ विशेष प्रदेश देशमा वा फेरि चाहिँ छौ एकीकृत रूपमा विकास यामा अझ केन्द्र शासित यामा घटाइदिन भुले चाहिँ पास्किसम्म खासमा चाहिँ सभा सत्याको के पास्किनु चाहिँ भूमिका एकदमै चाहिँ गलत ढङ्गमा ध्याउनु पर्ने छठौँ हुने का फेरि चाहिँ एकीकृत विकास यामा एकीकृत विकास यामा विरोधी हो घाइते त चाहिँ इन्टिग्रेटेड ढङ्गमा डेभलप या भएर तर एकीकृत विकास भएन संघीयता मोदीलाई षड्यन्त्रकारी चाहिँ दिमाग हुन्छ क्षेत्र अनि चाहिँ फेरि चाहिँ विशेष प्रदेश चाहिँ नेवार प्रदेशको हो घाटे बिउन्थ्यो थप प्रवृत्ति चाहिँ चिसँग परास्त यहाँ फेकेर छौ चुनावमा चाहिँ सुत्याएर सुत्दा कतै मुख्यमन्त्री आठौँ नै थिए थप चुनावले चाहिँ पहिचान परास्त दिनु एजुले परास्त दिनुको पहिचान चाहिँ वेफेको हेरेको छ तर अन्य भाषा फसले होइन संविधान सभा पहिचान पछि रहने बहुमत होगा तर सहमति यहाँ भेट्नाले संविधान सभा चाहिँ संविधानमा बिल वोट आइदिने नेताको कमजोरी नजुल तर पहिचान विरुद्ध त्यो बहुमत देशा किसिमसँग चाहिँ जबरजस्ती भोटिङ गरेर पास या हल्ला छ अय अवस्था खो देश चाहिँ विद्रोह या भएका थियो नपुदै छाने हिगत पहिचान पछि धर्के बहुमत रूपले चाहिँ भएको छ भोटिङ भइहाल्यो भोटिङ या डेङ्गो भोटिङ या कासा खानेजी धाम संसदले हिबालै हाम्रो चाहिँ नेता त हिसाब थएको आठौँ चाहिँ यदि इन्नु बहुमतको नामले चाहिँ इन्सान
जबरजस्ती पार्टी ट्याक्न सोल्दा छ अनि आ हिबा वै कि म कमसे कम चाहिँ सम्पूर्ण सभासद छ बलिदान यात्रा तयार दिएका जिम्स गुना त्या पार्टी त्यागको याको होता थाहा थोर दिशा चाहिँ हिवन तुक्यो लागि चाहिँ आ विभिन्न त्यागपछि सधैँ पहल गर्दिन कैसरोको अहुम दिने न्यू लाउन बसमा नागरिक तहले छलफल गर्नु जो आदिवासी जनजाति संयुक्त संघर्ष समिति सुरेश आर्यनजी अत्यन्तै पार्टीका विभिन्न यो पार्टी संस्थात्मक के संलग्न अथवा नेवासी डबु लगायत सङ्घ संस्थात्मक ढोको संलग्न अब संलग्न संस्थाको छुलो लाछ नेतृत्व चाहिँ फिक्ससँग फलाना नेतृत्व यही भेमो अहिले छकते आलो क्या छकसम्म एउटाले यो सङ्गठन एउटाले यो सङ्गठन भया वो चाहिँ नेतृत्व प्रभावशाली बदल वैसो सन्दर्भ तो न्यू राउन्ड भइसकेका चाहिँ छौ सुख वैसो हामीले थियो छौ चाहिँ आन्दोलन संयन्त्र ढेरी नागरिक स्तरले कि चाहिँ सम्पूर्ण जातीय सङ्गठन र सम्पूर्ण नेवारका चिठी जनजातिको पार्टी संस्थापक अथवा चाहिँ बुद्धिजीवी त फुक्क कुरा उनी जस्तै छौ टर्म सङ्घर्ष बुद्धिमा सभ्या अनि चाहिँ छौ छु प्रस्ताव छौ मूल समिति नेतृत्व परमरत्न लाएर यहाँमा अनि चाहिँ आफू कोसेर चाहिँ एकीकृत नेकपा माओवादी पार्टी संस्थापन गर्नु अथवा चाहिँ नेकपा माओवादी पार्टी संस्थापन गर्नु नेपाली काङ्ग्रेसको पार्टी संस्थापन गर्नु अथवा झिमिर पार्टी पार्टी संस्थापन गर्नु अथवा चिठी जातीय सङ्गठन खासमा क्याउ जातीय प्रतन्त्र सङ्गठन गर्नु अथवा आदिवासी जनजाति महासङ्घ जुटाउनु जुठ्याएको पनि बनाउनु अब यो छौ मूल समिति थियो कि घुमेसो नेतृत्व त ढौसा स्वीकार अब चाहिँ फुक्क पार्टीसँग फुक्क जातीय सङ्गठनसँग हिलो आन्दोलन इतिहास नसोया बद्ररत्नजी नेतृत्व दिएको या हिलो दुलो अला धेरै किसिमको भाषा सभ्यताको लागि छौ ज्याझो जेतुले व्यक्तिको लागि छौ एकदमै एक्टिभ व्यक्तिगत टिम चाहिँ सचिवालय चाहिँ दिएका जो मूल समितिको सचिवालयमा चाहिँ विधायकजीहरूले अहिले गुलिगुल श्याम सुधार लाग्छ म परमरत हुँदैन जो स्वास्थ्य कारण चाहिँ या हामीलाई खनाउ होला अहिले बुझियो न छिसले सुनेर लाग्छ आ सुशील कोइराला थयापति बिरामी दिलाको मनु देशमा प्रधानमन्त्रीले नेतृत्व यान्त्रो खड्गवती थयापति चाहिँ मृगोला कासमा प्लान्ट जानुभयो मनु मलाई त्यो चाहिँ पार्टी अध्यक्षजीहरूका चाहिँ प्राय हाम्रो अवस्था तुसा परमरत्न छाइरहेको भएका चाहिँ नायक अध्यक्ष दक्ष क्षेत्र बाले सचिवालयले चाहिँ एकदमै एक्टिभ लगभग 100 दिशा चाहिँ झ्याउनु छौ छु न छौ लाग्छ राजनीतिक तहले नै छौ आन्दोलन ल्याएर यो खल्या आफ्नो चाहिँ पहिचान पक्ष चाहिँ बुद्धि फुके हामीले यो गभर्नमेन्टका 56 दिया भने खुसी गर्न मेन लिस्ट बोक्नु सक्ने त्यो चाहिँ एकीकृत माओवादी शक्ति अथवा चाहिँ मधेसवादी दलको शक्ति अथवा चाहिँ सङ्घीय समाजवादी लगायत चिठी विभिन्न आदिवासी जनजाति देशको शक्ति दल टक्को जाने छौ राजनीतिक मोर्चामा रहेको अनि राजनीतिक दलले या संसदपूर्ण कपस निर्माण प्रयत्न या हरेक हिसाबमा चाहिँ आन्दोलनको वातावरण दिएको र पहिचान विरोधी गठबन्धन जो काम एमाले काङ्ग्रेसको गठबन्धन चाहिँ पहिचान पक्ष बन्नु काम होइन गठबन्धन पक्ष हेर्दा जो व्यापक दबाव फिर्मा आयो तर मोहल भाषा निर्णायक रूपमा आन्दोलन फिर्ना हेर्नु भन्यो माल भाषा संविधान सभाकी सदस्य देश संविधान सभा भवने कोटा सांसद कोटा भएकोमा तयार दिया कोही मुभमेन्ट मजिको यागिएको हिंसा जबरजस्ती का न्युजको पार्टी जाना बा देउनिया पार्टी हुँदा हिंसा या यागी छौ थियो थियो आन्दोलन फिर्ना यार्न बुझ्यो भले जति सब पहिचानका यसले दोस्रो संविधान सभा वास्तवमा चाहिँ यथास्थितिवादी अझ पुनराधारण भया अझ क्षेत्रपतिको घरमै यहाँ आवश्यकता सबै ठाउँ चाहिँ कमिटी गठन लाग्छ सबै चिक्कार पर्चा जोडेको छ क्षेत्रपतिको का व्यवस्थाका लागि 5 मिनट छका छेडछाड भयो एक हप्ता झिर्ने ठाउँका भिन्नता सम्पूर्ण क्षेत्रपतिको उनी भाषा मनु त जागृति झिउ खन्ने उनी भिन्नतालाई छुने मनुलाई मुखजी फिक्र समर्थन यो पनि यदि क्षेत्रपतिको ठाउँ पर्चा विक्रिया चाहिँ जागरण अभियान चाहिँ सुराग यामा ठड्जुल भाषा चाहिँ ल्याउने चाहिँ एजोली अन्त
थोरपाहरूलाई व्यवस्था अन्तर्राष्ट्रिय प्राप्तिको सङ्घर्ष महत्त्वपूर्ण चाहिँ पुतलहरू फिर अझ चोन्याका जिनका फेमाहरू चाहिँ हिन्दूलाई देशासे थो मुझ्या जिउ थो मुगल बचाएका सुभा